आफ्नो श्रीमतीको पेटीकोट फेर्न र आफ्नो छोराछोरीलाई मासु भात खुवाउनको लागि सांसद भवन छिर्ने नेपालका नेता भनौँ वा दलाल कि व्यापारी नेता त उनीहरू अवश्य होइनन्। न उनीहरूले राजनीति जानेका छन्, न त उनीहरूले न त राजनीतिको बारेमा ज्ञाता नै हुनुहुन्छ। उनीहरू त मान्छे काटेर, बम पड्काएर र अरूका कुरा काटेर बारम्बार संसद भवनमा छिरिरहे। नेपाली जनताको आँखामा छारो हालेर बारम्बार उनीहरू संसद भवन छिरे। घरि पुलको एउटा पिल्लर खडा गरेर त्यही पुललाई 25 वर्ष देखाए। घरि एउटा मोटर बाटो खन्छन्, ओदार्छन्, फेरि खन्छन्, किनकि उनीहरूलाई आफ्नो जीवनकालभरि त्यही बाटो देखाएर, त्यही पुल देखाएर राजनीति गर्नु छ। र राजनीति होइन, राजनीति भन्नु मिल्दैन त्यसलाई, राजनीति गर्नु छ। त्यही राजनीति गर्नु छ र आफ्नो चुलोमा आगो बाल्नु छ, आफ्नो श्रीमतीको पेटीकोट फेर्नु छ, आफ्नो छोराछोरीलाई मासु भात खुवाउनु छ। उनीहरू त पढे लेखेका भए डक्टर इन्जिनियर बन्थे। न उनीहरूले पढे लेखे, उनीहरूले मान्छे काटे, सो त सजिलो बाटो अप्नाए, नेपाली जनताको आँखामा छारो हाले अनि नेताको नाममा, राजनीतिको नाममा नेपाली जनताहरूलाई लुटिरहे। नेपाली जनतालाई लुटे। उनीहरूको खुन पसिना र मेहनतले मात्रै नपुगेर उनीहरू नेपाली बेच्नतिर लागे। भिजिटमा बेचे, भुटानीमा बेचे अनि नेपाली चेलीलाई सधैँभरि दुबई र कुवेतका कोठीमा बेचिराखेका छन्। अनि नेपाललाई पनि बेचे। 40-50 वर्षदेखि निरन्तर उनीहरूको पार्टी र उनीहरूले कोशी बेचे, गण्डकी बेचे, लिपुलेख बेचे, लिपियाधुरा बेचे, अरू के अझ बेच्न बाँकी छ। अनि नेपाली जनताहरूले उनीहरूको उदाङ्गो शरीर, उदाङ्गो अनुहार देखेर उनीहरूले नेपाली जनताले गरेको व्यवहारलाई उदाङ्गो तरिकाले बाहिर ल्याए। सडकमा लछार पछार हुने गरी पिटे। अनि उनीहरूलाई मेरो देशमा तैँले चुस्नसम्म चुसिस भनेर नाङ्गो झार पारेर सडकमा लछार पछार गर्दा पनि उनीहरूले लाज, शरम र इज्जतलाई ख्याल नगरेर फेरि आउँदो चुनावमा राजनीतिमा आएका छन्। उनीहरू फेरि भन्दैछन् रे गाउँतिर गएर ती बुढी आमालाई त्यो मैले बनाएको बाटो अझै बन्न बाँकी छ, त्यो पुल अझै म बनाउँछु भनेर ढाडस दिँदैछन् रे। होइन, त्यो 25 वर्षदेखि बनाउन नसकेको पुल फेरि कसरी बनाउँछन् उनीहरू? अनि उनीहरू त राजनीतिज्ञ होइनन्। राजनीतिज्ञ गर्नेहरू मेरो देशको कि मलाई लाग्छ मेरो देशको नेताहरू अझै पुरै मानव भएका छैनन्। मान्छेलाई त लाज, शरम, इज्जतको डर लाग्छ, तर मेरो देशको नेताहरूलाई त लाग्दैन नि। कि उनीहरू अझै मानव होइनन्, उनीहरू अझै पशुमा छन्, त्यसैले उनीहरूलाई संसद भवन छिराउनु हुँदैन। अब पनि नेपाली जनताले उनीहरूलाई संसद भवन छिरायो भने ती नेता होइनन्, जनावर। म अब जनता के हुन् आफू सबै जनताहरू आफैले जानुन्। त्यसैले त म के भन्न आएको भने मेरो देशलाई अब नयाँ भिजन, नयाँ नेतृत्व र नयाँ खाका चाहिएको। त्यसैले मेरो देशलाई अब यी पुराना 40-50 वर्षदेखि मेरो देशलाई चुसिरहेका नेताहरूलाई अब फेरि पनि त्यो ठाउँमा चुस्नको लागि पठाउनु हुँदैन। उनीहरू फेरि गए भने योभन्दा पहिलोचोटि गएर उनीहरूले नेपाली बेचे, नेपाली मारे, स्कुले विद्यार्थीहरूलाई स्कुले ड्रेसमा मारे। म विदेश जान्न भनेर गुहार लगाउन जाँदा समेत उनीहरूले उत्साह दिएनन्। फेरि नगर्लान् भन्न सकिँदैन। उनीहरूले सबैको हिसाब राखेका छन्। उनीहरूका आसेपासीहरूलाई धनी र उनीहरूका आसेपासीहरूलाई पेट भराउनको लागि मेरा 80% अग्लो हिमाल पहाड भएको मेरो देशमा फेरि लगेर भ्यू टावर हाल्दैछन् रे। होइन, कस्तो हो? भ्यू टावर भनेको त कुनै पनि ठाउँलाई हेर्नको लागि बनाइने अग्लो टापु हो। तर मेरो देशमा त अलरेडी अग्ला टापुहरू छन् जहाँबाट मेरो देशलाई निहाल्न सकिन्छ। त्यसमा पनि लगेर टापु हाल्नु र भ्यू टावर बनाउनु कस्तो लाजमर्दो कुरो हो। उनीहरूले सायद त्यो बुझेका छन् वा बुझेका छैनन्। उनीहरूले 1 लाखको बजेट पार्यो भने 90,000 त उनीहरूको आसेपासे, उनीहरूका भरौटे, उनीहरूका झोले र आफू स्वयं मिलेर छेरकुटी लाग्दोसम्म खान्छन्।
अनि 10,000 को कामलाई 25 वर्षसम्म त्यो गर्न बाँकी छ, म फेरि गर्छु भनेर जनतालाई भ्रमको खेती गर्छन्। त्यसैले बिन्ती छ नेपाली जनता, अब त्यस्ता भ्रमका खेती गर्नेहरूलाई टोल टोल गाउँ गाउँ बस्ती बस्तीबाट लहट। अब फेरि पनि ती अनुहारहरू सांसद भवन आयो भने नेपालीलाई र नेपाललाई पनि बेच्ने छैनन् भन्ने कुनै भरोसा छैन। त्यसैले अबको हाम्रो सबैको एउटै सिद्धान्त हो, जय नयाँ नेपाल, जय नयाँ नेतृत्व।